नमस्कार साथीहरु, के साथीहरु तपाईहरु मलेसिया जानुहुन्छ कि मलेसियाबाट तपाईहरु घर आउनुहुन्छ अनि तपाईहरुसँग मलेसियाको करेन्सी छ भने पैसा छ भने नेपालमा 100 रुपैयाँ मलेसियाको 100 रुपैयाँ नेपालमा कति हुन्छ, 1000 कति हुन्छ, 10000 कति हुन्छ नेपालमा, अनि नेपालको 10000 मलेसियामा कति हुन्छ त्यो आजको भिडियोमा रहेर तपाईहरुले भन्ने छु। यो भिडियो एकदमै नै राम्रो छ साथीहरु, युजफुल छ साथीहरु। तपाईहरु मलेसिया जानुहुन्छ भने एकचोटी यो भिडियोलाई राम्रोसँग हेर्दिनु होला, किनभने तपाईहरुले सजिलो हुन्छ कि यति रुपैयाँलाई चाहिँ यति नेपाली पैसा बन्छ भनेर। त्यसैले यो भिडियो म बनाइरहेको छु अनि तपाईहरुले यो भिडियोलाई अन्त्यसम्म हेर्दिनु होला। म तपाईहरुलाई दुई स्टेपबाट सिकाउने छु साथीहरु। फर्स्ट स्टेपबाट म तपाईहरुलाई क्याल्कुलेटरबाट कसरी हिसाब निकाल्ने, अनि दोस्रो चाहिँ म गुगलबाट हेराइदिन्छु साथीहरु। अनि सुरुमा तपाईहरुले के गर्नु होला, म तपाईहरुलाई गुगलबाट हेराइदिन्छु। सुरुमा गर्नको लागि यहाँ चाहिँ गुगलमा मैले क्लिक गरे। क्लिक गर्न बित्तिकै यहाँ चाहिँ यस्तो इन्टरफेस खुलेर आउँछ अनि यहाँ सर्च गर्नु मलेसिया रिङ्गेट नेपाल, इन नेपाल सर्च गर्नु। सर्च गर्न बित्तिकै यहाँ चाहिँ यस्तो इन्टरफेस खुलेर आउँछ साथीहरु। अनि यहाँ चाहिँ धेरै अप्सनहरु आउँछ अनि म फर्स्टमा क्लिक गर्दिन्छु। फर्स्टमा क्लिक एकैछिन छोडिदिएर यसलाई म ब्याक गर्दिन्छु। अनि यहाँ चाहिँ देखिरहेछ चाहिँ 1 मलेसिया 1 रुपैयाँ मलेसियाको चाहिँ नेपालमा चाहिँ 30 रुपैयाँ हुन्छ। अनि 10 रुपैयाँ चाहिँ मलेसियाको यहाँ चाहिँ 307 रुपैयाँ हुन्छ। 20 रुपैयाँ मलेसियाको 615 रुपैयाँ, अनि मलेसियाको 50 रुपैयाँ यहाँ चाहिँ 1539 रुपैयाँ देखिरहेछ साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। अनि यो तरिका चाहिँ एउटा भयो साथीहरु। अनि अर्को तरिका चाहिँ यहाँबाट हेरिसकेपछि अनि तपाईहरुले अब क्याल्कुलेटरमा जानु। क्याल्कुलेटरमा गइसकेपछि अनि यहाँ सर्च गर्नु। पहिला के तपाईहरु नेपालको निकाल्न चाहन्छु कि विदेश यो मलेसियाको। जस्तै मसँग छ मलेसियाको 250 रुपैयाँ अनि इन्टु गर्छु भने 30 हाल्छु भने 7500 रुपैयाँ चाहिँ हुन्छ साथीहरु नेपालको, 250 रुपैयाँ मलेसियाको। अनि मसँग छ साथीहरु 1650 रुपैयाँ छ भने इन्टु अनि म 30 गरिदिन्छु भने 49500 हुन्छ साथीहरु। मलेसियाको 1650 रुपैयाँ नेपालमा 49500 हुन्छ। अनि अर्को डिफरेन्ट एकदम राम्रो तरिका भन्दै गइरहेको छु साथीहरु, यो एकदमै ध्यान लगाएर हेर्नु होला। यहाँ चाहिँ तपाईहरुले धेरै अप्सनहरु पाउन सक्नुहुन्छ। अनि माथि यहाँ चाहिँ 4 आइकन छ नि, त्यसमा क्लिक गर्नु अनि यहाँ चाहिँ करेन्सीमा क्लिक गर्नु। अनि यहाँ चाहिँ इन्डियन रुपी छ नि एनआर, अनि यहाँ सर्च गर्नु मलेसिया रिङ्गेट आइसक्यो। अनि यहाँ चाहिँ अब सजिलो हुन्छ तपाईहरुले 4 रुपैयाँ मलेसियाको कति हुन्छ 123 रुपैयाँ, 1 रुपैयाँ कति भयो 30 रुपैयाँ, अनि 65 रुपैयाँ मलेसियाको कति भयो 2000। अनि अब जस्तै कि तपाईहरुको कमाइ छ मलेसियामा 2000 मैले हाले, 2000 हाल्नुहुन्छ भने 61936 रुपैयाँ तपाईको हुनुहुन्छ साथीहरु 2000 को मलेसियाको। अनि म तपाईहरुले 10000 को गरेर देखाइदिन्छु। 10000 को हुन्छ साथीहरु 3,09,682 रुपैयाँ हुन्छ साथीहरु नेपालको। मलेसियाको 10000 तपाईले कमाउनु भयो भने नेपालको 3,09,682 रुपैयाँ हुन्छ साथीहरु। अनि यस्तै तपाईहरुले अब नेपालको जस्तै कि हेराइदिन्छु। अनि नेपालको चाहिँ मसँग 20000 छ, मानौ 20000 छ भने 20000 अनि मलेसियामा 645 रुपैयाँ मात्र हुन्छ साथीहरु, 645 हुन्छ साथीहरु। अनि साथीहरु अब चाहिँ के गर्नु, 1000 छ भने नेपालको यो मलेसियाको 32 रुपैयाँ हुन्छ नेपालको 1000 रुपैयाँ। त साथीहरु यो भिडियोमा यही छ साथीहरु। आजको भिडियो तपाईहरुले एकदमै नै राम्रो लाग्यो होला। राम्रो लागेछ भने यो भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरी बेल पनि प्रेस गरिदिनु होला। हो त साथीहरु, आजको लागि यति नै। अहिलेको लागि बिदा चाहन्छु। अहिलेको लागि बाइ बाइ।